यो एउटा बोर्ड सिआरटी टिभीको हो। यसमा एउटा कपरको पातलो लेयर हुन्छ जुन ट्रान्सफर्मरमा रहेको हुन्छ। यो म डिसोल्डिङ गरेर यसलाई म निकाल्दैछु। यसमा के हुन्छ भने यो टच प्याड बनाउनको लागि यो एकदमै उत्तम हुन्छ। यो चाहिँ पुराना खालका सिआरटी टिभीहरूको प्लेटमा यसरी ट्रान्सफर्मरमा लगाइएको हुन्छ। देख्न सक्नुहुन्छ यो तामाको पाता हो। यसैबाट अब मैले वासिङ मेसिनको टच बनाउने हो। यसलाई सुरुमा यो टच हुँदैन, यसलाई चाहिँ जलाउनु पर्छ। यसरी मैले बर्नरबाट अब यसलाई जलाउन जाँदैछु। यसमा चाहिँ कोटिङ प्लास्टिक कोटिङ हुन्छ, यसमा इनामेल लगाएको हुन्छ बाहिरपट्टि। यसलाई जलाएर त्यसलाई हटाउनु पर्ने हुन्छ है। यो हटाइसकेपछि बल्ल यसमा प्योर तामा देखा पर्छ, जुन एकदम पातलो लेयरले बनेको हुन्छ। यसरी हिट गरिसकेपछि यो एकदम मुलायम हुने हुनाले पनि यसलाई हिट गरिएको र एकचोटि यसको इन्सुलेसन हटाउनको लागि पनि जलाइएको र जलाइसकेपछि यसलाई यसरी राम्रोसित सफा गर्नुपर्छ त खाक्सीले है। तपाईसँग अब के हुन्छ केमिकल साफ गर्ने, मसँग चाहिँ खाक्सी थियो, त्यसैले यसलाई मैले खाक्सीले मजाले सफा गरिरहेको छु। र यसरी सफा गर्नुपर्छ। सफा भइसकेपछि अब हामीले कुन साइजमा बटन नाप्ने हो, टच प्याड नाप्ने हो, त्यही साइजको एउटा नाप लिनु पर्दछ। यो मैले क्यालिपरले उक्त टचको स्केल नापेको थिएँ, नापो लिएको थिएँ। त्यही नापो मार्किङ गरेर अब मैले काट्दैछु त्यही तामाको पातालाई। यसरी मसँग क्यालिपर र स्केल दुइटै थियो, त्यसैले तपाईसँग जुन उपलब्ध छ नाप्ने कुरा त्यसैले नाप्नु होला। नाप चाहिँ एकुरेट नै हुनुपर्छ भन्छु म, किनभने थोरै ठुलो भयो भनेदेखि टचभित्र पस्दैन। नपसिसकेपछि फ्लेक्सिबल नभएर पछि स्क्रिन हाल्दा समस्या आउन सक्छ। त्यसैले तपाईहरुले त्यो पुरानो फर्मको टचको फर्मको साइज नापेर मात्रै काट्नु होला। त्यसरी काट्यो भने बल्ल यो टचले राम्रोसित काम गर्दछ। टच लगाउने भाग देख्न सक्नुहुन्छ, मैले साफ गर्दैछु अहिले। यसैमा लगाउने हो। अरूले काम गरेको छ, जम्मा 4 वटा टचले काम गरेको थिएन, त्यसैले मैले जम्मा 4 वटा टच लाउने हो। मैले भने तपाईलाई क्यालिपरले साइज लिनु भनेर, त्यही साइजको काट्नुपर्ने है। 1 2 3 4 वटा, 2टा 3टा 4 वटा यसरी पेस्ट लाउनु होला। पहिला सोल्डरिङ पेस्ट लगाइसकेपछि राम्रोसित पेस्ट लगाएर अनि त्यो 4 वटामै सोल्डर लगाउनु होला। सोल्डर लगाइसकेपछि यसरी अघिको त्यो तामाको पाताको साइज लिएको मैले सी टाइपको काटेर तयार पारेको छु। तपाईहरुले नि सी टाइपको काट्नु होला। काटेर यसरी 4 वटामै यसरी पहिलाको सिटलाई तलको त्यो टचसँग सोल्डिङ गर्नुपर्ने हुन्छ, ताकि त्यो सी बार खोल्दाखेरि पनि नउक्कियोस्। अरू टेक्निसियन भाइहरू गएर खोल्दा पनि त्यो टच नहराओस् र कन्ट्याक्ट टचमा रहिरहोस् भनेर यसरी पहिला सी टाइपकोलाई तल्लो बेसमा बसाल्नु पर्दछ र माथिबाट यसरी सोल्डिङ गरिदिनुस्। यसो गर्नुभयो भने तपाईको सोल्डिङ तलकोसित टाँसिन्छ र निस्किँदैन। ननिस्केपछि त्यो सोल्डिङले राम्रोसँग बाहिरी हामी टच जुन अन अफ मेनुहरू, त्यसपछि स्पिनमा लगाउँछौँ, त्यसमा चाहिँ राम्रोसित कन्ट्याक्ट भइरहेको हुन्छ। देख्न सक्नुहुन्छ यसको दाहिने साइडतिर रहेको फर्महरू जुन देख्नुभएको छ, त्यो 3टा फर्म जस्तै यो 4 वटाबाट निकालिएको हुन्छ। त्यसलाई चाहिँ नफाल्नु होला, किनभने यो सी टाइपको बनिसकेपछि अब त्यसलाई बीचमा राख्नुपर्ने हुन्छ। पहिलो सोल्डिङ भइसकेको छ, दोस्रो सोल्डिङ पनि तयारी भइसकेको छ। दोस्रो पनि सोल्डिङ गरिसके देख्न सक्नुहुन्छ। सोल्डिङ चाहिँ एकदमै राम्रोसित गर्नु होला। ल पहिलो चाहिँ एकदम राम्रो छ है। दोस्रो चाहिँ देख्नुभयो नि, यसरी उक्किन्छ यदि राम्रोसित सोल्डिङ गर्नु भएन भने।
यस्तो केसमा के हुन्छ भने पछि मोइस्चर लागेर कन्ट्याक्ट नहुन पनि सक्छ, किनभने यसमा त अब पाउडर खेलिराख्ने हो चिज हो यो होइन। पानीको बाफहरू हुन्छ, त्यसैले त्यो बिचमा यदि पानीको बाफहरू गयो र यो डिटर्जेन्टको बाफ पाउडर अथवा पानी केही गयो भने त्यसमा मोइस्चर लागेर डिस्कनेक्ट हुनसक्छ, राम्रोसित कन्ट्याक्ट हुँदैन। त्यही भएर तपाईँहरूले सोल्डिङ गर्दा एकदमै राम्रोसित लगाउनु होला। मैले चाहिँ लगाउँदै तान्दै कतै अलिकति कमजोर छ कि भन्दै चेक गर्दै गरेको छु। तपाईँहरूले पनि त्यो चाहिँ एकदम अनिवार्य रूपमा ख्याल राख्नु होला। यसलाई सोल्डिङ गरिसकेपछि फेरि त्यसलाई कुनै चिजले ताने जस्तो गर्नु होला। पुरै नतान्नुहोस्, एकदम सफ्ट मुलायम हुन्छ, ताने जस्तो गर्नुहोस्। यदि आउँदैन अड्किएको छ भने ठिकै छ, राम्रै सोल्डिङ भयो भनेर बुझ्नु होला। यसरी एउटा दुईटा तीनटा बुनिसक्यौँ। अब यो चाहिँ माथि लगाउने क्याप हो, सेम साइजको त्योभन्दा हल्का सानो माथि लगाउने क्याप बनाउनु छ अब। र त्यो क्यापको बिचमा फर्म राख्नुपर्ने हुन्छ। मैले फर्मभित्र राखेर दबाइसकेको छु। त्यो चाहिँ मैले भिडियो धेरै लामो हुने भएको हुनाले केही क्लिपहरूलाई चाहिँ पहिल्यै गराएर अनि मात्र त्यो क्लिपहरूलाई काटेर छुट्याएको छु। नत्र भिडियो लगभग 1 घन्टाकै हुन्छ। मैले चाहिँ 13-14-15 मिनटभित्रमा सकाउने हिसाबले भिडियोलाई एकदम छोटो बनाएको छु। छोटो मात्रै बनाएको छु, फरवर्ड चाहिँ कुनै ठाउँमा फरवर्ड पनि गरेको छु है। यसरी तपाईँहरूले यो क्याप लगाउनु होला। देख्न सक्नुहुन्छ तल्लो क्याप लागिसक्यो, बिचमा फर्म हाले र यो माथिल्लो क्याप हो। यो चाहिँ त्यहाँ जोइन हुँदैन, सोल्डिङ गर्ने होइन। यसलाई माथिबाट क्याप मात्रै लगाउनु पर्छ। यसो गर्दा के हुन्छ भने माथिबाट हामीले जुन टच राखिन्छ, टच लाग्दाखेरि यसले चाहिँ स्प्रिङको काम गर्छ बिचको। त्यसैले प्रोपरमा एकदम तपाईँ छुने बित्तिकै टचले काम गर्छ। त्यही भएको कारणले गर्दाखेरि यसलाई सी टाइप बनाएर अनि माथिबाट क्याप मात्रै लगाइदिनु होला। क्याप मात्रै लगाइदिनु भयो भने पछि डिस्प्ले माथिबाट कभर लगाउँदाखेरि त्यो प्रेस भएर टचमा राम्रोसित छुन्छ। यो त भयो टचले काम नगरेको अवस्थामा। जुन यो मेटलले दिएको हुन्छ सुरुमा कम्पनीले, त्यसले काम नगरेको अवस्थामा यो फेर्ने भयो। अब यसको माथि पनि एउटा प्लेट हुन्छ, टच प्लेट, त्यसमा पनि कार्बन हुन्छ। अब त्यो कार्बन पनि काम नगरिसकेको अवस्था हुन्छ, किनभने त्योमा मोइस्चर लागेर सरफ पानीले खाइसकेको हुन्छ कार्बन। देख्न सक्नुहुन्छ यो एल्युमिनियम फोइल हो। यो चाहिँ भाडा पसलमा गएर माग्नुभयो भने, किचनमा युज हुने टेप भनेर माग्नुभयो भने एल्युमिनियम टेप सजिलै त्यहाँ पाउन सक्नुहुन्छ। कहीँ भौतारिनु पर्दैन, डाइरेक्ट भाडा दोकानमा गएर मलाई किचनमा लाउने एल्युमिनियम टेप दिनु भन्यो भने सजिलै पाउन सक्नुहुन्छ। मैले पनि त्यहीँबाट लिएको हो। यो टेप एकदमै राम्रो हुन्छ। यो पनि के गर्नु होला भने यो टेपलाई हाम्रो टचको कार्बन भाग जति छ त्यति मेजर गरेर, त्यति स्केल लिएर काटेर यसलाई एक साइडमा टेप हुन्छ, अर्को साइडमा टेप हुँदैन, लाएर मजाले चिप्काइदिनु होला। र मजाले चिप्काइदिनु भयो भनेदेखि यसमा रहेको कार्बन जतिको भागमै काटेर चिप्काउनु पर्छ। यो उक्किँदा पनि उक्किँदैन, जस्तो ओरिजिनलमा हुन्छ त्यस्तरी नै काम गर्छ। यसरी उक्काउने हो यसलाई। अब त्यो कागज भागलाई फाक्दिने र यो एल्युमिनियमको टेप साइडलाई यसरी कार्बनको भागमा मैले एउटा टाँसिसकेको छु। यो अर्को हो, दोस्रो। यो चाहिँ कार्बनकै साइजकै नापेर काटेको हो। तपाईँहरू पनि ठ्याक्क साइज नापेर काट्नु होला। यसरी लगाउनु भयो भने टचको समस्या हमेसाको लागि दूर हुन्छ। टच खोजिराख्नलाई, टचको समस्याबाट भौतारिनलाई पर्दैन। तपाईँहरूले यसरी आफ्नो घरमा बनाएर, टेक्निसियन साथीहरूले बनाएर कस्टमरलाई चित्त बुझ्ने तरिकाले दिन सक्नुहुन्छ। यो एकदमै राम्रो छ। यो मेरो पहिलो होइन, यो मैले परीक्षण गरेर पनि पास भएको केस हो। पास भइसकेपछि पनि मैले यो थुप्रैचोटि कस्टमरहरूलाई बनाएर दिएको छु। यस्तो कम्तीमा पनि 1 सालसम्म यसको कम्प्लेन आउँदैन। 1 सालसम्म चल्यो भने अर्को साल पनि समस्या त्यही हो, फेरि ल्याएर फेरि यही केस दोहोऱ्याएर तपाईँले अबको केसमा खालि यही डिस्प्लेको टच देख्नुभएको छ 1 2 3 4
हो यही पाता मात्रै फेरिदियो भने अर्कोचोटि मजाले काम गर्छ। त्यसैले यो एल्युमिनियम फोइल सुरक्षित राख्नु होला। टेप पनि देख्न सक्नुहुन्छ यही साइजको, त्यहाँ गएर माग्नु होला। यो चाहिँ मेरो अब सकिएको अवस्था हो, धेरै छैन मसँग अब यो। त्यसैले अन्तिमको पाता मात्रै देखाएँ तपाईँलाई। यो रोलै आउँछ, जसरी हामीले सेलो टेप मास्किङ टेप हुन्छ त्यस्तै आकारमा त्यही रोलमै पाइन्छ। यो चाहिँ अब मेरो अन्तिम हो, किनभने मैले अरू फ्रिजको पाइपिङ गर्दा पनि त्यसमा लगाइदिएको थिएँ। त्यसैले अब यो अन्तिम बचेको केस हो। ल मेरो अब टच प्याच पनि तयार भइसक्यो। माथिको स्क्रिनमा पनि एल्युमिनियम टेप लाएर कार्बनले काम गर्ने काम बनाइसकियो। अब यति भइसकेपछि अब यसलाई फिटिङ गरेर अब लगभग फाइनल टेस्टतिर अब हामी जाँदैछौँ है। यसरी गरेको काम एकदम 100% काम गर्छ। ढुक्क हुनुहोस्, काम गर्छ। कस्टमरले पनि केही कम्प्लेन गर्दैनन्। एक साल कम्तीमा, एक साल मजाले चल्छ है। मैले एसेम्बल गरेर भ्याएँ यसलाई। अब म टेस्टिङमा जाँदैछु। यो सप्लाई हो, यसलाई सप्लाई दिएँ। अब हेर्न सक्नुहुन्छ। ल मेरो बोर्ड पनि अन भयो, टच प्याडहरू पनि सबैले काम गरेछ। पावर बटन काम, स्टार्टले पनि काम गरेको छ है। यो इरर कोडहरू चाहिँ तपाईँले फुल रूपमा मेसिनमा लगाइसकेपछि मात्र यसले पूर्ण रूपमा काम गर्छ। अहिलेलाई हामीले भनेको टचले काम गरेको छ कि छैन, टिट आवाज आएको छ कि छैन, त्यो मात्रै बास चेक गर्ने हो। यो चाहिँ अब पुरा बनिसकेपछि कस्टमरको घरमा गएर लगाएर मात्रै बाँकी कामहरू थाहा हुन्छ। र यसले 100% काम पनि गर्छ त्यो थाहा छ मलाई, किनभने यो पहिलोचोटि होइन, बार मैले यही प्रक्रिया नै दोहोऱ्याएर यसको सोलुसन लिने गरेको छु। सोलुसन राम्रो पनि छ, भरपर्दो पनि छ, फिडब्याक पनि राम्रो छ यसको। तपाईँहरू पनि गर्नुहोला। यदि यो पाएन भनेर भौतारिनु पर्दैन। यसलाई ल्याएर राम्रोसित यसरी युज गर्नुभयो भने, प्रयोग गर्नुभयो भने तपाईँले सजिलैसँग यो कामबाट दामसहितको छुटकारा पाउन सक्नुहुन्छ। कामबाट पनि छुटकारा पाइन्छ र दाम पनि राम्रै पाइन्छ। त्यसैले साथी, टेक्निसियन साथीहरू, यो मेरो एउटा अनुभव हो। यसरी भएन, टचले पनि काम गरेन, केही गरी पाइएन केही सामान भनी यसरी बजारमा यो ओरिजिनल टचै पाइन्छ है। यो मसँग उपलब्ध छ, स्यामसङ र एलजीको स्पेसल। यो चाहिँ टच हो, जुन टच प्याडमा लगाएर राखिएको हुन्छ। यसमा डबल साइड टेप दिएको हुन्छ। यसलाई चाहिँ अब यो अर्को टच छ, यो टचमा टाँस्ने हो। टचमा टाँसिसकेपछि बल्ल यसलाई हाम्रो टच बोर्डमा फिटिङ गर्ने हो। यो एलजी 6 केजीको जुन मैले बोर्ड बनाएँ देख्न सक्नुहुन्छ, जुन डिस्प्ले बनाएँ टच, त्यही टचको ओरिजिनल प्याड हो यो। मैले यो लगाउन पनि सक्थेँ, कस्टमरलाई अलिकति कस्ट पर्ने हुनाले मैले यसलाई लगाएको छैन। कस्टमरको इच्छा पहिला सकेसम्म रिपेयरिङै गरौँ भन्ने भएको हुनाले उहाँले त्यसो भनेकोले मैले पुरानै बनाइदिएको है त।